मानव तस्करसँग कनेक्सन भएका यी गृहमन्त्रीलाई राम्रोसँग हेर्नुहोस्। यी हुन् इतिहासकै सबैभन्दा बढी बदनामीको ट्याग लागेका गृहमन्त्री रमेश लेखक। तर लाज पचाएर भए पनि यिनले अहिलेसम्म पदबाट राजीनामा दिएका छैनन्। लेखकले भाषण भने सबैलाई मोहनी लगाउने गर्छन्, तर यिनको बेहोरा भने ठिक छैन। केही वर्ष अगाडि यिनै लेखकले संसदमा गहकिलो स्वरमा भनेका थिए, मन्त्रीहरूमाथि प्रश्न उठ्यो भने तत्काल पदबाट राजीनामा दिनुपर्छ। तर अहिले आफूमाथि मानव तस्कर जस्तो जघन्य अपराधको आरोप लाग्दा पनि यिनले पद छाड्न सकेका छैनन्। उल्टै देउबालाई लौन दाई बचाइदिनु पर्यो भन्दै हार गुहार गरिरहेका छन्। साँच्चै भन्नुपर्दा अहिले लेखकको हरिबिजोग भएको छ। मन्त्रालय जाँदा आउँदा समेत मुख छोपेर जानुपर्ने अवस्था छ। तर यिनले निन्याउरो मुख लगाएर मन्त्रालय जाने गरेका छन्। आफू उम्किन अनेक प्रयास गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्तिलाई विदेश पठाएको 50 लाखसम्म लिने यिनलाई आरोप लागेको छ। अख्तियारले अनुसन्धान गरेपछि गृहमन्त्री लेखकले अहिलेसम्म अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका 15 जनालाई सरुवा गरिसकेका छन्। यस गिरोहको मुख्य नायिकेका रूपमा गृहमन्त्री लेखक रहेको हुन सक्ने जनाइएको छ। त्यसैले यिनले विमानस्थलबाट रातारात कर्मचारी सरुवा गरिरहेका छन्। आफूलाई बचाइदिनु पर्यो भन्दै देउबासँग बिन्ती बिसौनी गरिरहेका छन्। तर पदबाट राजीनामा दिने मनसायमा भने यिनी छैनन्। यस्ता गृहमन्त्रीलाई तपाईँ के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।